साथीहरू यो देखिएको अमरेस हो। यो पनि सिन्धुलीको गाउँघरतिर प्रायः जसो लगाइराख्नु हुँदो रहेछ। यसको चाहिँ अलि भनौँ न सुकिसकेपछि अलि ठुलो भइसकेपछि निकालेर यसरी निकालिन्छ। यो निकालेर कुच्चो चाहिँ बजारमा सुकाएर पठाउनुहुन्छ। यो अमरेसो दोलखा सिन्धुली सिन्धुपाल्चोक आसपासका क्षेत्रहरूमा यो पनि धेरै उत्पादन गरिने रहेछ। यतातिर लाग्यो सबै देखिएको अमरेस हो। यो अलिकता ठुलो भयो भने यसलाई चाहिँ निकाल्नुहुन्छ तानेर अनि सुकाएर कुच्चो बनाएर बजारमा बिक्रीको लागि पठाउने या लगेर बेच्ने गर्नुहुन्छ अरे। यतातिर देखिएको यो चाहिँ अमरेस हो। पुरै यतातिर छ अमरेस हो अनि त्यसै गरेर यतातिर यो प्रायः सबै अमरेस हो। उतातिर देखिएको अमरेस हो। यो भाग सबै देखिएको अमरेस हो। यतातिरको धेरै उत्पादन हुन्छ अमरेस नि।